दाइ फेस रिभिल कहिले गर्ने अरे यो त के मेरो गुलाब रिभिल गरिरहेछ रनमती चाहिँ त अनि अनुहार के गुलास देखेको क्या अनुहार पेन्टी आनो सितानो पार्छु उतानो मेलो गाह्रो जापानिज नेपालमा मेरो गुल्ला आज भोलि जिएफको अमेरिकाको फ्लाइट छ के गर्ने होला अरे आजै बजाऊ भनेपछि आजै बेस्ट अफ लक भन न सेफ जर्नी भन न मैं तो कुछ और ही समझ रहा था धनगढी कहिले आउनुहुन्छ दाइ अरे धनगढीको चरोट कञ्चनपुरको सलाई धनगढीको चरोट कञ्चनपुरको सलाई ए हुनेवाला बुढा गरेन मलाई मस्त जोक मारा रे कहाँ हो मम्मी आज मैले एउटा निर्णय गरेको छु रजनीगन्धा खाइदिउँ होला हौ 4 दिन भयो जोन चामलिङलाई बोलाउन मिल्छ भने बोलाउँ न दाइ अल्छी लाग्छ ए तिमीलाई अल्छी लाग्दा पनि जोन चामलिङ बोलाउनु पर्ने को जोन चामलिङ चाहिँ पल्लो घरको साथी हो मेरो मुजी आइहाल्नको लागि यत्रो पैसा कमाउँछ त्यही नि कोकको बोतलमा पानी खान्छ मेरो लामाको बोतलमा पानी खानु त रनमती केमा खानु त पानी के सुनको ल्याउनु बोतल पनि अच्छा यत्रो पैसा कमाउनु हुन्छ पाट्नु हुँदो रहेछ भने यस्तो कुरा नगर न केटा हो मजा आया अनुमति छोरा के बोलूं बोल बुझिलाई बा त रनमती के भन्नु मामाले पनि हेर्छन् होला है लिम्बे पुलु फिल्म त ये फंस गया सीएम मामा तिमी के हेर्छ देशी भाबी हेर्छ होला है खत्म बाय बाय टाटा गुड बाय म त दुई जना मात्र सिधै मामाले हान्छन् कि भन्नु मामाले हान्छन् भने के हान्छन् हस्ले हैन होला उले त गेममा यहाँ 1v5 1v6 मुखले त कति हान्छन् नि गोला बारुद हिरेर आइज मामा तपाईले भूत देख्नु भएको छ आफुलाई ऐनामा बाहेक गजब बेइज्जती है मैले तिम्रो फोटो इन्स्टामा देखेको भान्जा नेपालमा समुद्र छ कि छैन समुद्र नेपालमा होला हुन सक्छ अच्छा तिमी मुझे घरबाट जिन्दगी बर्बाद निस्केछ छैन कुन देशमा छु पनि थाहा छैन कुन देशमा छौ तिमी म अहिले यतातिर छु दाङतिर तुमसे ना हो पाएगा दाङ कुन देशमा पर्छ दाङ खै मामाको तुरी कस्तो कलरको छ भनिदिनु पर्यो अरे किन चुस्छौ मामाको कालो छ हो र दाइको हाइट 5 फिट हो अरे 5 त मेरो तलको सानो भाइ छ हेर्छौ तिमीलाई मन पर्ने हिरोनीको नाम चाहिँ के हो नि राज मलाई सनी लियोनी सनी लियोनी के मन पर्छ तिमीलाई राज होइन उसको व्यवहारहरू झूठ बोलो बार बार झूठ बोलो अनि सनी लियोनीले तिमीलाई राज प्लिज भने म हुन्छ भन्छु रहा नहीं जाता तड़प ही ऐसी है ना नेपालमा पनि तर म चाहिँ खतरा इंग्लिश बोल्नेहरु छ यार म चाहिँ विदेशी जस्तै बोल्ने त्यो अब उनीहरुको साथी भाइ त्यस्तो हो संगत त्यस्तो हो अब हाम्रो यी मादरचुत्र मुजी भन्ने बाहेक साथी भाइ कोही छैन हाम्रो साथी भाइ यस्तो उ पार्ने छन् कोही मादरचुत कोही मुजी गजब बेइज्जती है रुममा 8 बजेपछि चिचाउनै पाइँदैन अरे त जंगलतिर आको ला रन ए होइन होला जंगलमा रनमती गाउँदा अस्ति मुजी एउटा खा डेटिङ बस्नु मुजी झाडीमा बदेल भनेर गोली हान्दा मुजी मान्छे मरेको एउटा न्यूज देखिरहेको थिए व्हाट इज द फुल फर्म अफ यूएसए यू अस्ट्रेलिया यू बाट यूके भन्न ट्राई गर्न भाइ ट्राई इज बेटर क्या बुझिनस् बिर्सेदै झूठ बोलो व्हाट इज द टोटल हाइट अफ माउन्ट एभरेस्ट यसको चाहिँ अप्सन आउँदैन 8868 8858 8848 1000 8848 यो त रक्सीको नाम नै तिमीले एउटा प्रियङ्का म्यामलाई प्रपोज गर्दै नि त ल मार्छ हो गर्लफ्रेन्डले हो ठिकै छ अनि यस्तो रामी भएर हुन्छ केटाले त पुरा बाटोमा पुरै आँखा लाउँछ होला है अन्तर म खासै पालिदिन्न हो किन नि हौ दिस टाइम छैन मसँग त्यो बालिदिनलाई अनि सोचेको के छ त अब बोयफ्रेन्ड बनाउने के सोचेको छ त्यस्तो के सोचेर हुन्छ त राम्रो केटा भेटायो भने त आफै भन्ने चिज हुन्थ्यो अनि छेउमै छ त राम्रो केटा त अनि एभ्री डे त्यो डिफरेन्ट एनर्जी मुड त्यो नै पर्यो अब झगडा परेको छ भने पनि घरमा नराम्रो छ भने पनि मान्छेलाई हँसाउनको लागि आफू हाँसेरै गर्नु पर्यो अब घरिघरि गर्लफ्रेन्डसँग झगडा परेर हुन्छ लाइफमा त हाँस्नु पर्यो अनि उसले हेर्छ लुकेर अनि ए यहाँ चाहिँ यस्तो यहाँ चाहिँ मस्किरहेछ जस्तो आज खेलाउने होइन त ब्रो अरे के खेलाउने म खेलाउँदिन यार आज भोलि नखेलाएको धेरै भयो यार जुटी 2 महिना भन्न छुको मैले पिसा फेर्दा मात्र हैन होला फोटो दाइ पिसा भेट्दा पनि छुनु नला नि समटाइम्स हल्का लास्टमा 1-2 थोपा रहन्छ त्यसलाई तड्कटाउँछु
कसरी दाइ आइज न देखाउँछु तेरो अनुहार लिएर रनमा देखिसरी कसरी CR7 त रफ पोल्छ भन्ने सुनेको थिएँ बट यु आर टु कुल जस्ट आई सी यु नाउ अरे हो र कसले भन्यो नि रफ पोल्छ भनेर म त बोल्दिनँ त रफ त के हो रफ भनेको लामो खत्तम बाई बाई टाटा गुड बाई भान्जा कहाँ जान्छ नि ओ भान्जा ए लौडा कति बोल्दा रहेछ न लौडा जस्तो म जीवन बिफोर परिरहेको यार फाइट गेडा जस्तो के भएको लौडे मामा गजब बेइज्जती है अच्छा मान्छे भने तिमीले झुटो कसम किन खायौ मन हुनेलाई माया गर्यौ धन हुनेलाई लाडो देखायौ खत्तम बाई बाई टाटा गुड बाई तिमीले नाक छेड्यो दुख्दैन कति कतिखेर छेड्यो सानोमै छेड्यो हो कि यङमै छेड्यो हो दुख्छ वाइल्ड जोरै आउँछ होला है त्यो छिराउँदा मात्र दुख्छ समझ्यौ उनीहरूले पियर्सिङ गर्दा तर छिराउँदा भन्दा बढी निकाल्दा दुख्छ फेरि सम्झना खड्की मलाई तपाईँ चाहियो अरे के सामान हो मरणमा देखिसरी मैले कभर दिएको दिव्या नाम खायो अनि यहाँ त किन झरेको खाएको तपाईँले खानुभयो खाएँ मैले मेरो बुढिया कहिले आयो फसेछ होइन लौ 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 अनुहारमा लगाउने फेरि फसेट लाउने जिउमा है गजब बेइज्जती है रन्डीको छोरी खत्तम कति फुट्छ भाइ मेरो मेरो 5.समथिङ ल्याइमा छ 5 पोइन्ट त मरि गए पनि छैन गजब बेइज्जती है तिमी धेरै हैन 3 फुट्छौ मैले ओए स्केल ल्याउ त स्केल नापुए स्केल साइलेन्ट प्लिज साइलेन्ट प्लिज यो हेरेर बस्छ हेरेरै बस्छु त हेरेरै बस्छु म त साइलेन्ट प्लिज भाइ टिकटकमा भ्यू जाँदैन के गर्ने अरे ओके भाइ गेडा देखाएर उफ्र न 25 किलो चिकन चाहिँ यताबाट निकालेर हान्नु ए सरी बुढी होइन म यताबाट निकालेर हान्नु भनेको गेममा भनेको क्या गेमबाट निकालेर कसरी हान्नु 25 किलो अल्टिमेटमा भन त सकिन्छ त अनि त्यस्तै मिसन दिन्छ अनि सुक्दैन भन न ओए राडा निक्ली तिमीलाई भनेको नि कोकोला भनेको राडा भन्दा हौ भन्दैछ होइन राडा भन्दा हौ भन्दैछ रश्मि क्या डिस्कर्डमा भन्नु न यी कुदाई